हेलो हेलो नमस्ते सबैजनालाई ह्यापी तिहार। हामी चाहिँ आज बजार निस्केको है एकछिन र के दसैँमा त सुसान हुने के है। हामी यसरी दसैँ तिहारमा गाउँै गएर नि त अनि पुरा बजारभरि यस्तो छ्यापछ्यापी क्या सामानहरू है। अनि मान्छे पनि त्यस्तै भिड आएका ह्यापी तिहार। अनि 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 के हो आहा हा 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 हा। हाम्रो दिदीले चाहिँ हुन्छ किन्ने भनेर आउनुभएको छ है सुन पसलमा। गाइस तिहार चाहिँ लागेकै छ है गाइस। सबैजनालाई ह्यापी तिहार। के एउटा चप्पल खोजेको है। यसले 4वटा पसल धाइसक्यो। केही पनि फेरि कुन चप्पल भनेर म देखाउँछु है तपाईँहरूलाई। यही चप्पल हो। यस्तो चप्पल चाहियो अरे पिङमा चाहियो। पिङमा मात्रै होइन सरी के हो लास्टमा हामी सुन पसल गएर फर्केर चाहिँ हामी सुनको पसलमा नगर्न सकेपछि हामी यता डुप्लिकेट पसलमा आएको छौँ है। सुन चाहिँ अब लाउनै नसकिने अवस्था भयो। हामी चाहिँ डेली आफ्नो कुनै पनि गतिविधिहरू चाहिँ सकेसम्म यो युट्युब मार्फत अपलोड गरेर चाहिँ पछिको लागि हेर्न मेमोरीको लागि चाहिँ अपलोड गर्ने गर्छु मैले। यदि त हजुरहरूले कसैले हेर्नुहुन्छ भने चाहिँ लाइक कमेन्ट के कस्तो सुधार्नु पर्ने पक्षहरू हुन्छ नि त त्यस्तो चाहिँ तपाईँहरूलाई दिएँ मैले जिम्मा है त भाइ साथीहरू है त साथी। हामी गाउँतिर चाहिँ पुरै सबै कुरा सेलहरू रोटीहरू फुलहरू अर्ग्यानिक नै चाहिँ गाउँतिर पुरै अर्ग्यानिक क्या रोटीहरू सेलहरू यसो स्याउहरू नर्मल सुन्तलाहरू राख्छ नि त। यहाँ पुरै रेडिमेड पाइँदो रहेछ है गाइस। हामी चाहिँ एकदमै म भाइहरूलाई निस्किरहेको छु। कति रमाइलो हो कि यहाँ किनका बहिनी र छिराछु रमाइलो भइरहेछ। दसैँमा खाली खाली थियो तिहारमा त त्यसलाई हेर न दाल निकालेको। ओए त्यसमा बु पनि रातो र कालो पनि जाने हो कि कान्छे मिक्स दाल भन्न। अर्को रातो कालो हेर न रातो कालो जस्तै रमाइलो भयो त। त्यो पसलबाट बल्ल निस्केको कि है दिदीले पुरा एक प्याकेट किनेको थियो। त्यसपछि हामी चाहिँ हामी जाँदाखेरि अघि चाहिँ पुरा अडेर भएको थियो। अहिले आउन त रागै परिसक्यो दिदी नलानी। फाइनल्ली हामी चाहिँ घर आइसक्यो है किनमेल गरेर। सुजल झिलिमिली बत्ती आइट छोरी अब घर आइपुग्यो भनेर पुरा हल्ला गरिरहेछ। तिहारमा त सहरमै रमाइलो हुने रहेछ हौ। गाउँमा नि रमाइलो हुन्छ हुन चाहिँ देउसी भैलो।